गुगल विश्वकै सबैभन्दा ठुलो सर्च इन्जिन। यो किन बन्यो होला, के कारणले बन्यो होला र यसको इतिहास के छ, यो सबै जान्नको लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरुमा हामीले गुगलको बेसिक कुराहरू थाहा पाउनुपर्ने हुन्छ। गुगलको स्थापना सन् 1998मा ल्यारी पेज र सर्जेक ब्रिनबाट भएको थियो। उनीहरू दुई साथी अमेरिकाको क्यालिफोर्निया सहरमा रहेको स्ट्यानफोर्ड युनिभर्सिटीमा पढेका थिए। उनीहरू दुई साथीहरू स्ट्यानफोर्ड विश्वविद्यालयमा पिएचडी अध्ययन गरिरहेको बेला इन्टरनेटमा रहेका डेटा व्यवस्थित र खोज्न सजिलो बनाउने एउटा सिस्टम बनाउने सोच राखेका थिए। उनीहरूलाई के लाग्यो भन्दा एउटा सामान्य र क्रमबद्ध खोज्न सक्ने एउटा इन्डेक्स प्रणाली बनाउँदा इन्टरनेटको जानकारी छिटो र सधैँ प्रभावकारी रूपमा फेला पार्न सकिन्छ भन्ने उनको मनमा आयो। यसैबाट गुगलको आइडिया जन्मियो। यसरी ल्यारी पेज र सर्गे ब्रिनको दिमागमा आएको यस आइडियाले विश्वकै सबैभन्दा ठुलो सर्च इन्जिनका रूपमा गुगललाई स्थापित गर्यो। जस्तै कि हजुरहरूले कतै न कतै त सुन्नुभयो नै होला, गुगलको नाम गुगलबाट आएको हो, जुन एक ठुलो गणितीय सङ्ख्या हो र उनीहरूलाई इन्टरनेटमा अनगिन्ती जानकारी व्यवस्थित गर्ने ठुलो अवसर जस्तो लाग्यो गुगल शब्द। त्यसैले उनीहरूले गुगल नाम राखे। यसरी नै गुगलको जन्म भयो, जसले इन्टरनेटको भविष्य नै बदलिदियो। जसरी कि हामीहरू सबैलाई थाहा छ सबै चिजको फाइदा बेफाइदा हुन्छ, त्यसै गरी हामी पहिला कुरा गरौँ गुगलको फाइदाको। यो इन्टरनेटमा छिटो प्रभावकारी रूपमा जानकारी खोज्न सहयोग गर्ने एक प्रणाली हो। शिक्षा, अनुसन्धान र व्यापारका लागि आधार बनेको छ र विज्ञापनद्वारा आय आर्जनमा पनि सफल भयो। तर यसका केही फाइदा नहुने पक्षहरू पनि छन्, जस्तै गोपनीयताको चिन्ता, डेटा सङ्कलनको विवाद र अन्य प्रतिस्पर्धीहरूमा दबाव। अहिलेका हामी मान्छे चाहिँ धेरै अल्छी भएका छौँ कि, अनि हाम्रो बाउबाजेलाई हेर्नु कस्तो काम गर्नुहुन्थ्यो, अब के गर्नुहुन्थ्यो, यता उहाँ पहाड 2-3टा डाँडा चढेर जान्थ्यो। तर हामी के छौँ, हामीलाई छिटो र छरितो चाहियो जे चिज पनि। त्यही भएर हामीले के धेरै जस्तो नेपालमा सर्च हान्ने भनेकै खाना कसरी 2-3 मिनटमा पकाउने भनेर सर्च हान्छन् रे क्या। अनि मलाई चाहिँ के लाग्छ भने हामीले यो चाहिँ व्यावहारिक रूपमा सिक्ने कुरा हो। हामीले व्यवहारमै सिक्नुपर्छ, हेरेर सिक्नुपर्छ। गुगलमा सर्च हान्ने हो, हानेर पनि हेरेर सिक्ने हो। छिटो त्यो तरिकाहरू अपनाउने होइन, त्यसरी खाना पनि राम्ररी पाक्दैन। हजुरहरूलाई के लाग्छ? मलाई त व्यावहारिक रूपमै सिक्नुपर्छ जस्तो लाग्छ। अनि हजुरहरूलाई यदि केही ओपिनियनहरू दिन छ भने तर कमेन्ट बक्समा दिन सक्नुहुन्छ। आजको भिडियो चाहिँ यति छोटो भयो तर मिठो भयो होला। हजुरलाई अलिकति पनि इन्फर्मेटिभ लाग्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गर्न नबिर्सनु होला।